नयाँ जमिन नयाँ घर किनेर आफू खुसीले बनाएर बसेको छ भन्छ नि त, नयाँ किनेको छ भन्छ तपाईँले योभन्दा अगाडि। मैले के नयाँ जमिन नयाँ घर नयाँ जमिन किनेर नयाँ घर बनाउनु पर्ने काठमाडौँमा किनेको छ, घर छ, जग्गा छ। त्यही त धेरै प्रगति उन्नति गरेको कमाएको आफैले कमाएर जोडेर कमाएर बसेको भन्छ। बाबुबाजेको सम्पत्ति खाने तपाईँको भाग्य छैन, आफ्नै कमाएर खाने कर्म छ, मलाई आफ्नै जोडेर खाने कर्म छ। त्यसरी तपाईँ धेरै लक्की भाग्यमानी हुन्छ। अझै पनि ल्याउँछ भाग्यमानी हुन्छ। सन्तान वृद्धि, सन्तान 3टा जन्मिनु पर्ने, 2टा कि 3टा भए। अहिले मेरो 3टा छोराछोरी छ। त्यो त 3टै छ, ठ्याक्कै 3टा त जन्मिसक्नु पनि अझै छोरा छ, तर जन्मिन्छ है जन्मिन्छ। कतिवटा जन्मिन्छ? 3टा छ अहिले। जम्मा 4 छोरा छैन कि 3टा चाहिँ जन्मिसक्यो हुनुपर्ने भन्छ अहिले। 3टा सबर 4 हुनु पऱ्यो, नभए 3टा चाहिँ जन्मिनु पर्ने छोरा छ। 3टा त के गर्नु छैन। 3टा चाहिँ छ अहिले, अरू त अब के कता त्यही त ठिकै छ, होइन त्यो 2मा बिग्रिन सक्छ, बन्द हुन सक्छ, नपाउन सक्छ।